आज मार्च 10 युनिभर्सिटीमा फिजिकल्ली इनरोल गर्न जानुपर्नेछ। यो ट्रेन भाडा, यो एयरपोर्ट, अनि यो त्यहाँ चाहिने सम्पूर्ण डकुमेन्टहरू सबै चेक गरेर हालिसकेँ। यो जुत्ता चाहिँ टाइट भयो क्या हो, केही त बिर्सा छैन नि। यो झोला पनि अलिक गरम भएको छ, हल्का चेसमा त ढल्काउनै पर्यो। यो रह्यो हाम्रो कमन किचन। यो चाहिँ 4 जनाले हामीले सेयर गर्छौँ। अब यो बाहिर जाउँ, बाहिरपट्टि यहाँ खुल्ला छ, अरूहरू बस्छन्। अब यो ढोका धकेल्ने, यो ढोका पनि धकेल्ने। अब बाहिर आयौँ, त्यो माथि देखेको पुलबाट चाहिँ रेल चल्छ, त्यो रेलबाट चढेर जाने हो। यो चाहिँ म बस्ने ठाउँ हो है। ल यो माथिबाट ट्रेन कुद्छ, यही ट्रेनबाट चाहिँ म कलेज जाने हो। अब यताबाट जानु पर्यो। त्यहाँबाट आउँदैछ, त्यही ट्रेन हो म जाने। नजिकै छ, 5 मिनटको डिस्टेन्समा। यसरी गयो, समर सुरु भइसक्यो, तर पनि हावा चाहिँ चिसो लाग्छ। अब अहिले एकछिन पछि चाहिँ टोपी लाउनुपर्छ। टोपी बोकेकै छु ब्यागमा मैले। यहाँ नयाँ स्टेसन बनाउँदैछ, त्यही भएर पुरै कन्स्ट्रक्सन सुरु भइरहेछ। यहाँ अहिले यो पैदल यात्रीलाई यहाँ छेउबाट दिइरहेछ। यहाँ सबै बनाउँदैछ, त्यही भएर हिँड्न दिँदैन। यो चाहिँ अब स्टेसन हो, यहाँबाट हामी छिर्छौँ। मैले लिने ट्रेन चाहिँ यो U2 हो। U2 भनेको सबवे उबान भन्छ। यो ठाउँको स्टेसनको नाम एस्पनोड। टिकट काट्ने मेसिन चाहिँ यो हो। स्टार्ट गरौँ। यो चाहिँ 1 ट्रिपको लागि हो, मेरो कार्ड बनिसकेको छैन। अब यहाँ तिर्ने 2 रुपियाँ 2 युरो 40 सेन्ट हाल्नु पर्यो। अब म यहाँसम्म 2 रुपियाँ 50 पैसा छ, यहाँ छिराउने हो। €1। अब यहाँ घट्यो 1.40। त्यसपछि फेरि अर्को €1, अर्को €1। अब यहाँ टिकट आउँछ। यो चाहिँ टिकट हो, यसलाई अब भ्यालिडेट गर्नुपर्छ। यो चाहिँ टिकट भ्यालिडेटर हो। मेरो ट्रेन आइपुग्यो। म जाने चाहिँ उतै कारप्लाज भन्नेमा हो। Regionalbusse. Ausstieg links.
Mittelseil die 8 zwischen Bahnsteig und U-Bahn-Tür. लास्ट स्टेसन आयो अब ढोका आफै खुल्छ यहाँ चाहिँ अनि अब मेरो कलेज यही कार प्लाजमा हो यहाँ चाहिँ मान्छेहरू दाहिनेपट्टि उभिन्छन् देब्रेपट्टि चाहिँ छिटो छिटो हिँड्ने मान्छेहरूलाई छोडिदिनुपर्छ अब नहिँड्ने फास्ट हो भने राइटपट्टि मजाले उभिएर बस्ने अझै माथि छ यो हामी लगभग ग्राउन्डभन्दा 4-5 तल मुनि छौँ कि त्यही भएर माथि उक्लिनुपर्छ हामी आइपुग्यौँ कार प्लाज यहाँका मान्छेहरूले कुकुर चाहिँ साह्रै डुलाउने रहेछन् सब नेपालको कुकुर ल्याएर यहाँ बेचिदिनुपर्छ है क्या मेरो क्याम्पस चाहिँ त्यो सेतो हो यहाँबाट रुखले छेकिँदो रहेछ मान्छे बसेर खाइरहेछन् यो को महानुभावको मूर्ति रहेछ यहाँ जोसेफ रसेल यो चाहिँ कलेज हो यहीँभित्र जाने हो म एडमिसन गर्न त्यहाँ लाइन लागिसकेको रहेछन् यति चाँडो आउँदा पनि लाइन छ ल मैले कार्ड पाएको छु यो स्टुडेन्ट कार्ड हो अब मैले तिर्नुपर्ने भनेको स्टुडेन्ट युनियन फी हो यो पोर्टलबाट तिर्न मिल्छ अरे अब त्यसपछि चाहिँ फाइनली एडमिट भइन्छ आज बतास धेरै चलिरहेछ यो बतासले हो कि मेरो टाउको पनि एकदम दुखिरहेछ आकाश पनि अघि जाँदा निलो थियो अहिले धेरै धुम्मेको छ पानी पर्छ कि अब पोहोरतिर त यतिखेरसम्म हिउँनै पर्थ्यो अरे
यहाँ बसेकाले भनेका। यसपालि अलिकति गर्मी छिटो सुरु भएको रे, तर अब दिउँसो घामै लागे पनि बतास चाहिँ धेरै चल्ने भएर टोपी नओढी चाहिँ म चाहिँ सक्दिनँ आज। तर टाउको दुखिरहेछ। यो गेट चाहिँ लक हुन्छ, यो चाबीले खोल्नुपर्छ। सबैलाई देखेको हुन्छ चाबी, जो जतिखेर आए पनि भयो। पहिलो दिन चाहिँ मैले यो रुम नभेटाएर झन्डै बिजोग भएको थियो। धन्न एउटाले पुर्याइदियो। अब यो पनि तान्ने। यहाँ छ मेरो चाहिँ यो 5 नम्बर हो। यो अरूहरू बस्छन्। यहाँभित्र चाहिँ हामी 4 कोठा छ अनि एउटा किचन, 2टा बाथरुम। यो चाहिँ कमन किचन हो। मेरो चाहिँ अब यताबाट देब्रे यो इन्डक्सन यो चलाएकै छैन, आज चलाउनु पर्छ। यो यता चाहिँ यो बाथरुम, यो 2 जनाले युज गर्ने हो। यो चाहिँ एकजना रसियन छ अनि म। त्यसपछि रह्यो यो रह्यो मेरो कोठा। यो पनि चाबी लक छ। यसलाई चाबी खोलेर सर्लक्क भित्र छिर्ने। पर्दा लगाएको छ। पहिला बत्ती बालौँ अनि अब पर्दा खोलौँ। ओहो, अघि फिर्ता आएको 10 सेन्ट त लिनै पो बिर्सेछ। ल त ल, अब आजको लागि नुन तेल बेसार के किन्नुपर्ने छ अब त्यो किन्छु। अरू भने त्यस्तै हो है त।